कांग्रेसको घोषणापत्र निस्कनु पर्यो, प्रतिज्ञापत्र निस्कनु हाम्रो प्रतिज्ञा हो। हामी 5 वर्ष यो गर्छौं र कसरी गर्ने, एजुकेसनमा हामी 5 वर्षमा यो गर्छौं भन्दै गर्दा हामीले गएर कहीँबाट कपी पेस्ट गर्ने भएन। कसरी गर्छौं, स्रोत कहाँबाट ल्याउँछौं, के कानुन बदल्छौं, कसरी गर्छौं, प्रत्येक कुराको बारेमा गएको 7 वर्षदेखि हामी काम गरिरहेका छौं। ती कुराहरू अहिले गर्ने ठाउँमा आइपुगेका छौं, काम गर्न चाहन्छु। चौथो कुरा भनेको ग्रोथ एन्ड जस्टिस। नेपालको जे इकोनोमीको साइज छ, यो साइजबाट कहीँ पनि पुगिन्न। हाम्रो अर्थतन्त्रको जुन आकार छ कहीँ पनि पुगिन्न। 48 सालपछि 2-3 वर्ष राम्रो गरेका थियौं, त्यसपछि हाम्रो दुर्भाग्य भयो, कसैलाई गाली नगरौं, हाम्रो पनि कमजोरी भयो र हाम्रो 15-20 वर्षको लस भइसकेको छ। हामी अबको 5 वर्षभित्रमा यो लसलाई पूरा गर्न चाहन्छौं र यो पूरा गर्दै गर्दाखेरि त्यसको लाभ दूर दराजमा बसेको एउटा भूमिहीनको, एउटा विपन्न दलित परिवारको वा कसैको पनि, जोसुकै सहरमा बसेको पनि एउटा विपन्नको पनि उसले एउटा त्यत्तिकै नेपाल धनी बनाउने हो। त्यसभित्र नेपाल धनी बनाउने हो र नेपालीहरूलाई धनी हुन सक्ने वातावरण बनाउँदै गर्दा एउटा विपन्नले पनि त्यही धनी हुन सक्ने बराबर अवसर उसलाई पनि सृजना गर्ने हो। यो सोचका साथ हामीहरू आउने हो र यो सबै काम गर्दै गर्दा मैले अघि भने हाम्रो पाँचौं कुरा भनेको हामी टिम वर्कमा विश्वास गर्छौं। अहिले हामी सरकार प्रधानमन्त्री भन्दै गर्दा के बिर्सिरहेका छौं भने नेपालमा एउटा मात्र प्रधानमन्त्री हुँदैन, 7 वटा प्रदेश छ, त्यसका मुख्यमन्त्री छन्, 753 वटा पालिका छ, त्यसका मेयरहरू छन्। यो सबैलाई मिलाएर लिएर जानु, सरकारको साइज घटाउनु पर्ने छ, प्रदेशलाई काम नलाग्नेबाट काम लाग्ने बनाउनु पर्ने छ, यो एउटा छुट्टै विषय छ। तर यो सबै कुरालाई मिलाएर लिएर नगइकन, टिम वर्क नगरिकन देशमा एउटा प्रधानमन्त्री एउटा छ, प्रदेश एकातिर हिँडेको छ, नगरपालिका एकातिर हिँडेको छ, एउटा नगरपालिका र प्रधानमन्त्री दुईतिर हिँड्दै गर्दा त हालत हामी देखिसक्यौं। अनि 753 पालिका 753 तिर फर्क्यो भने के हुन्छ? त्यसैले नेपाली कांग्रेस पार्टी अबको 5 वर्षभित्र सबैलाई जोडेर लिएर जान चाहन्छ। सबै देशभरिका पालिका, इरेस्पेक्टिभ अफ पार्टी, एमाले होस्, माओवादी होस्, जोसुकै होस्, सबैलाई मिलाएर ताकत लिएर गएर हामी देशलाई अगाडि बढाउन लिएर जान चाहन्छौं।